मैले काम गर्नु म बिहानको 3 बजेदेखि रातिको 7 बजेसम्म मलाई के कामहरु गर्नुपर्छ होला त। बे ग्याङ इट्स मी मनिष लिम्बु र तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो एमएलएसएममा। मलाई चाहिँ बिहानको 3 बजे उठेर दुईवटा सुँगुर बनाउनु पर्छ। त्यो बनाइसकेको सुँगुरको छुट्टै छुट्टै वेटहरु निकाल्नु पर्छ। त्यो वेट निकालिसकेपछि हामीले 4 ठाउँमा डिभाइड गर्नुपर्छ त्यसलाई। यति काम गर्दाखेरि 6 देखि 6:30 सम्म बजिएको हुन्छ। अघि भाग पारेर राखेको सुँगुरलाई आफ्नो आफ्नो साधनमा झुन्डाउँछौं अनि हामी सबैजना लाग्छौं आफ्नो आफ्नो पसलतिर। हाम्रो सौजीको जम्मा 4 वटा पसलहरु छन्। हामी सुँगुर बनाउने ठाउँबाट हिँडेको 10-15 मिनेटमा हामी दोकानमा पुग्छौं। त्यति बेलासम्म समय भनेको चाहिँ हाम्रो 6:40 देखि लिएर 7 सम्म बजिसकेको हुन्छ। पुगिसकेर सबभन्दा पहिलो काम चाहिँ अघि लिएको मासुलाई वेट गरिसकेर त्यो मासुलाई फ्रिजमा राख्ने। आएको कस्टमरहरुलाई मासु बेच्ने। 10 बजेदेखि ग्राहकहरु चाहिँ आउने कम हुन्छन्। त्यहाँदेखिको समय भनेको चाहिँ हामी खाना पर्खेर बस्छौं। खाना आउने समय भनेको चाहिँ हाम्रो कहिले पनि टुङ्गो छैन। कहिले 11 बजे आउँछ त कहिले 12 त कहिले 12:30 त कहिले 1 पनि बज्छ। मध्य समयमा खाना खाइसकेर हामी एकछिन रेस्ट गर्छौं। तर म चाहिँ भने आज रेस्टको समयमा पेट्रोल हाल्न गएको थिएँ। पेट्रोलको भाउ भने चाहिँ लास्ट नै बढेको छ। पेट्रोल पम्पबाट आएर एकछिन रेस्ट गरेको। रेस्ट गरेर उठ्दाखेरि 3:30 देखि 4 सम्म बजेको हुन्छ। 4:30 को 20 देखि चाहिँ कस्टमर आउन सुरु हुन्छ। फेरि कस्टमर आउन सुरु भएदेखि धमाधम मासु बेच्न थालिन्छ। हामीले मासु बेच्दाखेरि 7 देखि 8 सम्म पनि बजेको हुन्छ। त्यसपछि हामी हिसाब गर्छौं। हिसाब बिग्रियो भने फेरि अर्को समस्या पैदा हुन्छ। हिसाब गरिसक्दा भन्ने समय भनेको हाम्रो 8:30 सम्म बजिसकेको हुन्छ। त्यसपछि हामी लाग्छौं अर्को पसलतिर। अर्को पसल भने चाहिँ हाम्रो भन्दा ठुलो र अलिक धेरै चल्ने छ अनि त्यो पसलमा हिसाब गर्दाखेरि जम्मा हाम्रो 9 बजिसकेको हुन्छ। त्यसपछि लाग्छौं हामी घरतर्फ। हजुरहरुलाई यदि मेरो भिडियो मन पर्छ भने मात्र सब्स्क्राइब गर्नु होला है त ग्याङ। हस् त ग्याङ, बाइ बाइ, लभ यु अल। भेट्ने छु अर्को नेक्स्ट मिनी ब्लगको साथमा।